धर्मक्षेत्रे कुरुक्षेत्रे समवेतायुयुत्सवः मामकाः पाण्डवाश्चैव किमकुर्वत सञ्जय। श्रीमद् गीताको प्रथम अध्याय अर्जुन विषाद योगको प्रथम श्लोकसँगै नमस्कार। म लक्ष्मी पराजुली। आज म यहाँहरू समक्ष प्रथम अध्यायको संक्षिप्त सार प्रस्तुत गर्न गइरहेकी छु, जहाँ पहिलो श्लोकमा सत्ता र पुत्र मोहबाट ग्रसित धृतराष्ट्रले सञ्जयलाई गरेको प्रश्नबाट श्रीमद् भगवत गीताको प्रारम्भ भएको छ। उहाँ भन्नुहुन्छ, धर्मभूमि कुरुक्षेत्रमा युद्ध गर्ने मनसायले जुटेका मेरा पुत्रहरू र पाण्डु पुत्रहरूले के गर्दैछ? सञ्जय एक दूरदर्शी विद्वान थिए। उनले कुरुक्षेत्रमा भएका सम्पूर्ण कुराहरूको जानकारी धृतराष्ट्रलाई बताउन थाले। कौरव र पाण्डव पक्षका दुवै सेनाहरू युद्धको अन्तिम तयारीका साथ रणभूमिमा उपस्थित भएका थिए। विशाल सेनाहरूको लावा लस्कर देखिन्थ्यो। कौरवतर्फका सेनापति भीष्म पितामह थिए भने पाण्डवका सेनापति धृष्टद्युम्न रहेका थिए। कौरव र पाण्डव दुवै पक्षमा शूरवीर योद्धाहरूको उपस्थिति रहेको थियो। त्यस बखत भीष्म पितामहले सिंहकै गर्जन सरी सिंहनाद शङ्ख फुके। सँगसँगै शङ्ख, बाजा, ढोल, नगरा सबै भयङ्कर र डरलाग्दो आवाज आउने गरी बज्न थाले। त्यसपछि सेतो घोडायुक्त विशाल रथमा उपस्थित भएका श्रीकृष्णले पाञ्चजन्य नामक शङ्ख बजाए। यस्तै गरी अर्जुनले देवदत्त, भीमले पौण्ड्रन, युधिष्ठिरले अनन्त विजय, नकुलले सुघोष र सहदेवले मणिपुष्पक नामक शङ्ख बजाए। अब झण्डै युद्धको लागि अन्तिम तयारी पुरा भइसकेको थियो। यसै क्रममा अर्जुनको मनमा एक जिज्ञासा आयो। उनले श्रीकृष्णसँग भने, हे माधव, हे जनार्दन, कृपया यो रथ दुई सेनाहरूको बीचमा लगेर खडा गरिदिनुहोस्, किनकि म हेर्न चाहन्छु कि यो युद्धमा मैले कसलाई मार्नु पर्नेछ। त्यसपछि श्रीकृष्णले रथलाई दुई सेनाको बीचमा लगेर खडा गरिदिनुभयो। अर्जुनले एक एक गरी नियालेर हेर्न थाले अनि त्यो भिडमा उनले आफ्नो विपक्षमा आफ्नै पितामह, बाबुहरू, कुलगुरुहरू, मामाहरू, दाजुभाइहरू, छोराहरू, नातिहरू, साथीहरू, ससुराहरू, मित्रहरू आदिलाई देखे। अनि डर, मोह, शोक, भय र भ्रमका कारण उनको शरीर काँप्न थाल्यो। शरीरबाट खलखली पसिना आउन थाल्यो। सबै अङ्ग शिथिल हुन थाले। मुख सुक्न थाल्यो। मन भ्रमित भयो। हातबाट गाण्डी भुइँमा खस्न थाल्यो। के गर्ने के नगर्ने एकदमै मन विचलित हुन थाल्यो। सबैप्रति अर्जुनमा करुणा जागेर आयो। अनि उनले हात जोडेर श्रीकृष्णसँग भन्न थाले, प्रभु, म यो युद्ध गर्न सक्दिनँ। मलाई जितको कति पनि चाहना छैन। आफ्नै बन्धुलाई मारेर म कसरी सुखी हुन सक्छु? आफ्नैलाई मारेर यो राज्य त के, यो पृथ्वी अनि 3 लोक नै पाउने भए पनि म यो युद्ध गर्दिनँ। यो युद्ध गर्नुभन्दा बरु प्राण त्याग गर्नु उचित छ। आफ्नै कुलको नष्ट गरेर पापको भागीदार हुन सक्दिनँ। कुलको नष्ट गरेर लागेको पापले अनिष्ट हुन्छ। हे माधव, म यो युद्ध गर्न सक्दिनँ भनेर गाण्डी भुइँमा राखेर रथको पछाडि अर्जुन थचक्क बस्छन्। यहाँ प्रथम अध्याय अर्जुनको समस्याबाट सुरुवात हुन्छ। यहाँ अर्जुनको समस्या नै आज सम्पूर्ण मानव जातिको समस्या हो, जसमा मोह र भावनाले ग्रसित हुँदा मानिस कर्तव्यबाट विचलित हुन्छ भन्ने सन्देश समेत दिएको छ। जहाँ अर्जुनको मानसिक समस्याको स्पष्ट वर्णन गरिएको छ। भ्रमित मनले कुनै निर्णय लिन नसक्ने कुरा स्पष्ट देखाइएको छ। यदि अर्जुनको मनमा यस्ता प्रश्नको जन्म नभएको भए सायद गीताको जन्म हुँदैन थियो होला। श्रीमद् भगवत गीताको सुरुवात समस्याबाट नै भएको देखिन्छ। जहाँ अर्जुन भ्रमित मनले रोइरहेका छन् भने श्रीकृष्ण मुस्कुराउँदै हुनुहुन्छ। उहाँले प्रथम अध्यायमा उपदेश दिनुभएको छैन, केवल अर्जुनको बिलौना मात्र सुन्नुहुन्छ। अर्जुनका लागि यो युद्ध एक समस्याको रूपमा प्रस्तुत भएको छ। अब यस्तो विकराल समस्यालाई कस्तो उपदेश मार्फत श्रीकृष्णले समाधान गरेर युद्धको लागि तयार गराउनुहुन्छ, आगामी अध्यायमा विस्तृतमा लिएर आउनेछु। प्रतीक्षा गर्नुहोला। धन्यवाद।